नमस्कार, मेरो च्यानलमा स्वागत छ हजुरहरूलाई। हजुरको माझ नयाँ भिडियो लिएर आएकी छु। आजको भिडियो हेरेर साथ सपोर्ट गर्नुहोला, लाइक कमेन्ट सब्सक्राइब पनि गर्नुहोला। कस्तो लाग्छ के लाग्छ सल्लाह पनि दिनुहोला भन्दै आज मुकबाङ भिडियो लिएर आएन, मैले भ्लग बनाउँछु भनेर प्रयास गर्दैछु। कति सफल हुन्छु हुन्न कमेन्ट छोड्नुहोला। यदि मैले भ्लग बनाउँदा फर्स्टचोटि भ्लग बनाइरहेको छु, यदि भ्लग बनाउँदा नमिल्न सक्छ, मैले बोल्न नजाने हुनसक्छ, यसको लागि एकदम क्षमा पाऊँ भनेर पनि पहिले मैले क्षमा मागिरहेको छु होइन। खास त आज मङ्सिरको 15 गते एकादशी पनि सोमबार पनि छ क्या। अनि त्यो भएर यसो ठ्याक्क चिया खान लगाएको, चिया खाँदाखेरि ठ्याक्कै सम्झिहालेँ कि कति मुकबाङ भिडियो ल्याउनु त, एउटा भ्लग बनाउनु त कस्तो हुँदो रहेछ भनेर चिया खाँदै तपाईँहरूसँग आइरहेको छु होइन। अब चिया खाँदैछु, आज व्रत पनि छ मेरो, अहिले 2 बज्न लाग्यो। त्यो भएर पनि अब चिया खान मिल्छ भनेर चिया खाइहालौँ, ग्यास्ट्रिक पनि छ भनेर अनि ठ्याक्क बदाम पनि भुटेर खाएको। आउनुहोस् सबैजना मिलेर खाउँला। फर्स्ट बाइट हजुरहरूलाई। अहिलेसम्म के खाएन मैले, अहिले अब 2 बज्यो नि त, अब त खाना मिल्छ भनेर खाएको। के गर्नु, रहर लाग्छ है भिडियो बनाउन। पहिला अब धेरै पढ्ने होइन, अब त्यो उभिलोको जमानामा केटी मान्छेले पढ्नु हुँदैन भन्ने जमाना थियो नि त हाम्रो पालामा। केटी मान्छे पढ्नु हुँदैन भन्ने पनि थियो, स्कुल पनि टाढा थियो र फेरि काम गर्दा अब गाउँहरूतिर खेतबारी धेरै गाईबसी धेरै हुन्थ्यो नि त्यो बेलामा। अनि हामीले त्यति पढ्न पाएनौँ, 2-3 क्लास पढ्यो होइन। पढिसकेपछि बिहे गऱ्यो, बिहे गरेपछि नानीहरू पायो। नानीहरू पाइसकेपछि खासै यो हामीले अब पढाइको विषयमा काम गर्नै परेन नि त। हाम्रो जसरी हुन्छ दुःखै गर्नुपर्छ र पैसा धेरै कमाउनु पर्छ, छोराछोरीलाई पढाइ लेखाइ छोराछोरीको भविष्य बनाउनु पर्छ। काहानो ठाउँ अब कोठामा बस्नु पर्थ्यो, काहानुमा एउटा घरेटी भयो भने किनेर घर बनाउनु पर्छ भन्ने धेरै त्यस्तै मात्रै दुःख गरियो होइन। दुःख गरिसकेपछि यदि पढाइकोमा खासै काम गर्नै परेन क्या। अनि नपढिसकेपछि अहिले नानीहरू पनि ठुल्ठुला भए, पढे, उनीहरू पनि सबै बाहिर गए होइन। 2-2जना बाहिर गइसकेपछि अब घरमा त अब एक्लै पनि भइयो। फेरि अर्को कुरो पहिला जस्तो भारी बोकेर जस्तो बनाउन दुःख गरेर पनि हिँड्न सक्दैनौँ त अब त। अनि त्यो कारणले गर्दा अब के गर्ने त भन्ने दिमागमा आयो कि मेरो। दिमागमा आइसकेपछि युट्युब चलाउँछु भन्ने कुरो भयो होइन। युट्युब चलाउँछु भनेर मैले त्यति गरेँ, नानीहरूलाई खुवाउन लगाएँ होइन। अनि खोलिसकेपछि नानीहरूले खोल्दै फेरि मलाई भिडियो अपलोड गर्न आएन कि। अनि उनीहरू नेपाल हुन्जेल चाहिँ हालिदियो, कतिवटा हाल्यो भिडियो, 16-17वटा भिडियो कति हाल्यो। अनि उनीहरू बाहिर गयो। अनि बाहिर गइसकेपछि बदम खाएको के भयो। अनि बाहिर गइसकेपछि फेरि मैले छोडेँ बिचमा के। बिचमा छोडिसकेपछि मैले घरकै काम त अहिले पनि गर्छु होइन, जस्तो बुन्ने कामहरू त्यो गर्छु र पनि फेरि के गर्ने भन्ने भयो। अनि अस्ति जेठदेखि ल म भिडियो बनाउँछु, तिमीहरू मैले यहाँबाट भिडियो बनाएर उसमा हाल्नु, वाट्सएपमा हालिदिन्छु, तिमीहरू अपलोड गर भनेको हुन्छ भन्ने मन्जुर भयो नानीहरू। अनि वाट्सएपमा पठाउँदाखेरि त 6 मिनटभन्दा ज्यादा रहन्छ, भिडियो त 8-9 मिनट पनि हुन्छ, कहिले 12-13 मिनट पनि हुन्छ होइन। अनि त्यो भइसकेपछि त्यो पनि मिलेन। नमिले चाहिँ के गर्नु त भन्ने सल्लाह भएपछि तपाईँले जस्तो हुन्छ त्यस्तै हाल्नुहोस्, हामी सिकाइदिन्छौँ भनेर नानीहरू सिकाइदिएँ कि। अनि सिकाइदिइसकेपछि सबै इङ्ग्लिसबाट हुने होइन, इङ्ग्लिसबाट हुने नेपालीबाट नहुने कि। अब फेरि इङ्ग्लिस नआउने, नेपाली मात्र आउने। अनि त्यो कारणले नानीहरूले सिकाइदिएपछि मैले गरेँ। फर्स्टचोटि हालेको भिडियो भन्दा फर्स्ट सेकेन्ड थर्ड त्यस्तै अलिक राम्रो हुँदै गयो। गएपछि मैले सबै जानेँ, अझै पनि थम्मेल राम्रो हाल्न आएको छैन मलाई होइन। अनि सिक्दै गइरहेको छु अझै पनि युट्युबलाई। कस्तो हुन्छ होइन, अब धेरै पढाइ नगरे पनि होला कि। खासै अब मैले पढाइ छैन नि त, इङ्ग्लिस आउँदैन, नेपाली मात्र आउँछ। नेपालीबाट मात्रै आए पनि मैले नानीहरूले यहाँबाट यहाँ गर्नु मम्मी, हाम्रो यहाँ गर्नु भन्छ होइन। एकचोटि भनेपछि मलाई कन्ठै हुन्छ। त्यही भएर पनि अलिअलि जोस आफैले भिडियो राख्न सफल भइरहेको छु कि। अनि त्यही भएर भ्लग बनाऊँ त कस्तो हुँदो रहेछ होइन। सधैँ मुकबाङ भिडियो भन्दा नि भ्लग हाल्छु त भन्ने कुरो हो। मुलो पनि खानु पऱ्यो है।
खान त मिल्छ होला नि व्रत भए पनि। यस्तो हुन्छ क्या सबै कुरा नानीहरूले बहिनीको छोरीले सिकाइदिन्छ, मेरो दुईटाले सिकाइदिन्छन् होइन। गर्दा गर्दा सिकिरहेको छु, अझै पनि थमेलेर सबै कुरा अलि सिक्दैछु। मैले इङ्ग्लिस नआउने नेपाली मात्र हो। एज पनि भइसक्यो नि त मेरो, अनि रहर होइन रहर गर्दैछु। अनि रहर पनि हो फेरि पहिला जस्तो अब धोर्न सकिनँ नि त, अब टाइम पास पनि भयो, के गर्नुपर्छ भन्ने पनि भयो होइन। अब खाना सधैँ परिहाल्छ, खाएको भिडियो हालौँ, यस्तो सके अलिअलि बोलेर हालौँ, अलि बाहिर जान सके भ्लग बनाएर हालौँ भन्ने कुरो। फेरि यस्तो छ कि म बाहिर जानलाई कस्तो क्या अझै पनि मलाई यस्तो चाहिँ घरभित्रै बसेर बानी होला होइन। यस्तो बुन्ने कुराहरू गएर ल्याउँछु, लिएर घरभित्रै बुन्ने हो, बाहिर जानु पर्दैन नि त। मलाई फेरि कस्तो बाहिर गएर मान्छेको हुलडुलमा जान, बाहिर मान्छेहरूसँग फेस गर्न कस्तो डर लाग्यो जस्तो होइन। कस्तो के उसो त्यो सास फेर्ने गाह्रो भए जस्तो हुन्छ क्या। त्यो भएर पनि बाहिर गएर भ्लग बनाउनुलाई त अब भ्लग बनाइसकेपछि त अब जतातता हिँडेर अनि सिन जस्तो त्यस्तो कति राम्रो कन्टेन्ट ल्याउने भन्ने हुन्छ नि त। अनि मलाई फेरि बाहिर गयो कि मान्छेसँग फेस गर्न अनि मान्छेको भिडभाडमा बस्न डर लाग्छ कि त्यो के हो के भए। त्यही भएर म प्रायः जस्तो मुखबाग मात्र ल्याउँछु। अब म सिक्छु, म अब भ्लग बनाउनु पनि सिक्छु, यसो बाहिर पनि मान्छे हिँड्छु भन्ने पुग्छु होइन। तर डर लाग्छ क्या, के हो के भएको मान्छेसँग फेस गर्न, मान्छेको उसमा भिडभाडमा जान डर लाग्ने कि के भएको कतिखेर घर गएर सास फेर होला भने जस्तो हुने कि। अनि त्यही भएर चिया पनि सेलायो भाइ। अनि मेरो नानीहरू पनि मलाई सपोर्ट गरिरहेछ। र पहिला त खोल्ने नै हामी अपलोड गर्न तपाईँलाई आउँदैन, हामीले अपलोड गर्न भ्याउँदैनौँ भन्थेँ होइन। नेपालमा हुँदा पढ्ने पनि जागिर पनि खाइरहन्थ्यो नि त नेपालमा पनि। अहिले उता पनि पढ्ने नि हो, जागिर खाइरहने उता पनि होइन। अनि त्यो भएर पनि नानीहरूले मलाई बिदा बेला सिकाइदिन्छ होइन, योबाट यो सिकाइदिन्छ। अनि बाँकी त म आफैले कहाँबाट कहाँ गएर सिकिरहेको हुन्छु कि थमेल यताउति। अनि त्यही भएर त्यो बेलाको जमानाको पढाइ अहिलेको एज होइन हेरेर मैले यति नै गर्नु भन्ने कुरा मलाई एकदम मैले गरेको जस्तो लाग्छ कि मलाई होइन। उमेर पनि एज पनि त भयो नि त, 40 क्रस गरिसकेको छु, एज 40 क्रस गरिसकेको छु। अर्को पढाइ छैन, यदि पढाइ नभएको मान्छे एज 40 क्रस गरेको मान्छेले यो क्षेत्रमा म गर्छु है भनेर आँटिनु भनेको त एउटा त्यो भित्रैदेखि रहर पनि होला र रहर पनि हो। मलाई फेरि एकदम काम भनेपछि नदेखेसम्म देखेपछि हात हाल्नै पर्छ क्या, गर्छु भनेरै हात हाल्नुपर्छ। अनि फेरि गर्न पनि सक्छु। त्यही भएर मलाई एकदम रहर पनि छ यो युट्युब बनाउनलाई। कस्तो हुन्छ के हुन्छ होइन, मलाई भ्लग खास बनाउन आउँदैन। यदि फेरि अब धेरै लङ पनि नगरौँ है, अब मलाई खासै बोल्न पनि आउँदैन, खासै बोल्न नि आउँदैन। बोल्न पनि आउँदैन खासै, त्यही भएर पनि म धेरै बोलेन। यो फर्स्ट भ्लग हो होइन, यो मिलेछ, सबैले राम्रो छ, यति गर्नु भएको छ, अझै पनि के गर्न सक्नुहुन्छ भनेर कमेन्ट हान्नुभयो भने चाहिँ मलाई अझै पनि हौसला र ऊर्जा बढ्ने छ। किनकि मैले राम्रै गरिरहेको छु भन्ने हुन्छ होइन। यदि अब तपाईँले बोलेको मिलेन है दिदी भन्नुभयो भने चाहिँ फेरि मलाई फेरि डर लाग्छ कि पहिला। त्यही हुनाले मैले बदाम पनि खाएँ, मुला पनि खाएँ, कफी पनि खाएँ होइन।
सोमबार पनि थियो, एकादशी पनि थियो, मेरो व्रत पनि थियो। म त्यस्तै बसेको बेलामा एउटा सानो भ्लग बनाउनु त कस्तो हुँदो रहेछ होइन, सिक्ने त हो। सधैँ मुकबाङ भिडियो पनि कति ल्याउनु भनेर लिएँ होइन, बनाएको। मेरो एज, मेरो पढाइ हेरेर म यति गर्नु भनेकै मलाई एकदम आफूलाई म गरेको हो है भनेर आँट भरोसा लाग्छ क्या, र हौसला आफूलाई पनि म एकदम ठान्छु कि हिक्मतवाला ठान्छु कि यतिसम्म गर्नु भनेको हिक्मत भएकै मान्छे हौँ लाग्छ मलाई। तपाईँहरूलाई कस्तो लाग्छ? मैले आफूलाई त राम्रो लागिहाल्छ, तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट छोड्नु होला। सबैले यो भिडियो हेर्नु होला। म फर्स्ट भ्लग बनाउँदैछु, कस्तो छ भन्दै अब धेरै पनि नबोलौँ है भन्दै बाबाई भन्न चाहन्छु मेरो साथीहरूलाई, बाबाई।